हाम्रो विशुद्ध रूपमा माग भनेको ए डिभिजन लिग हुनु पर्यो र यो चाहिँ एभ्री इयर हुनु पर्यो। आज गरेर 3-4 वर्ष ग्याप त्यस्तो होइन नि त। हाम्रो यति मात्र माग हो, अरू केही पनि होइन। आफ्नो लागि आफै उभिनुपर्छ, सर्भाइभ टु फाइभ। हामीले हाम्रो लागि उभिएन भने अरू कसैले, हामी आज हाम्रो एन्पाको गेटमा त हामी छिर्नु पाएनौँ भने हाम्रो लागि कसैले बोल्दैन केटा। तिमीहरूले हामीले फाइट गर्ने हाम्रो लागि। कोही आएर हामीलाई सबै त्यो रेड कार्पेट ओछ्याएर हामीलाई खेल्ने वातावरण बनाइदिन्छ भनेर नसोचे नि हुन्छ। नेपालका फुटबल खेलाडीहरू जसले देशको लागि पसिना बगाएका छन्, ट्रफी उठाएका छन्, उनीहरू मैदान होइन सडकमा उभिएका छन्। एन्फाको गेट बाहिर धरनामा बसेका छन्। कारण उनीहरूको खेल, उनीहरूको सपना, उनीहरूको भविष्य रोकिएको छ। एन्फाको ताजा निर्णय अनुसार यो वर्ष परम्परागत ए डिभिजन लिग नहुने र त्यसको सट्टा राष्ट्रिय लिग सञ्चालन गरिनेछ। तर यो निर्णयले खेलाडीहरूको रोजगारी, अवसर र प्रतिस्पर्धा दुवै मारेको खेलाडीहरूको भनाइ छ। ए डिभिजन लिग हुन नसके बी डिभिजन र सी डिभिजन पनि धकालिने र वर्षौं खेलाडीहरू खेलविहीन हुने उनीहरूको तर्क छ। फुटबलमा विभिन्न व्यक्तित्व समयसँगै उदाहरण हुने हाम्रो उद्देश्य छ भने त्यसमा हामी लाग्छौँ नै। तर आजको प्रमुख उद्देश्य भनेको नेपालमा फुटबल हुनु पर्यो भन्ने हो। तपाईँहरूले जुन किसिमको सार्वजनिक रूपमा वक्तव्य दिनुहुन्छ, नेपालको पूर्व पश्चिम महाकालीमा फुटबल भइरहेको छ, देखाउनुहोस् एक ठाउँमा जहाँ हामीले पूर्ण रूपमा खुलेर खेल्न पाइरहेका छौँ। त्यो ठाउँ देखाउनुहोस्। तपाईँहरू यतिसम्म लाचार हुनुहुन्छ भन्ने हामीले सोचेका पनि थिएनौँ कि कमसेकम हाम्रो फेस त गर्नुहुन्छ भन्ने हामीलाई लाग्थ्यो। तर तपाईँहरूसँग त्यो पल पनि छैन, त्यो होकी पनि छैन रहेछ। हामी फेरि यही हुन्छौँ, हाम्रो मैदान यही हो, हाम्रो प्राङ्गण यही हो। तपाईँहरू आज आउनु भएन, भोलि पक्कै पनि आउनुहुन्छ होला। त्यो क्षणको लागि हामी फेरि तयार भएर आउनेछौँ। सातबाट स्थित एन्फा बाहिर बिहिबार खेलाडीहरू हातमा प्लेकार्ड बोकेर उभिएका थिए। कसैको आँखामा आक्रोश थियो र कोही मौन थिए, तर त्यो मौन पनि बोल्दै थियो। वर्षौंदेखि फुटबलको नाममा गरिएको उपेक्षाको कथा सुनाउँदै थियो। नाराबाजी गुन्जिँदै थियो। हामीले बारम्बार योसँग हामीले आफ्नो ज्ञापन पत्र बारम्बार हामीले 8-9 चोटि बुझाइसक्यौँ। उहाँसँग हामी टेबल टक पनि गरेको। त्यो अनुसार नै लास्ट उहाँको 8-9 महिना अगाडि तपाईँको साधारण सभामा पुस 9 गते ए डिभिजन लिग हुन्छ भन्ने उहाँले घोषणा गर्नुभएको नि त। आज फेरि त्यो कुरा सार्दाखेरि चाहिँ पक्कै पनि यो त उहाँहरूले हामीलाई घातक गर्नुभएको नि त। खेलाडीलाई एउटा ढोका दिने काम गरेको। त्यो कारणले चाहिँ हामी यो एउटा शान्तिपूर्वक एउटा हामीले चाहिँ प्रोटेस्ट गर्न आज आएको। यो लिगलाई चाहिँ फेरि नेक्स्ट इयरको 83को चाहिँ पुस 9 गते सार्यो भने चाहिँ अहिले हामी अलरेडी 3 वर्ष हामी बेरोजगार भइसक्यौँ खेलाडीहरू। ए डिभिजन त अब नेक्स्ट इयर भने 4 वर्ष हुन्छ भनेपछि बी पनि त त्यो अनुसार ढकिलिएर जानुभयो, सी पनि ढकिलिएर जानु भयो नि त। सम्पूर्ण रूपमा त समग्र रूपमा भन्यो भने त खेलाडी बेरोजगार भयो। अहिले एउटा पदाधिकारीहरू चाहिँ उहाँहरू चाहिँ अब उहाँले भनेको तलब त छोड्नुहुन्न होइन। यो कुरा हो कि हामीले आन्दोलनको मैदानमा कुनै राजनीतिक झन्डा थिएन, थियो त केवल फुटबलको आत्मा जसमा गोलपोस्ट थिएन तर गोल गर्ने आँटिला अनुहार थिए। धरना स्थलमा सुरक्षाकर्मी तैनाथ थिए तर खेलाडीहरू शान्तिपूर्वक तरिकाले आफ्नो माग राखिरहेका थिए। शान्तिपूर्ण आन्दोलन गर्ने उनीहरूको तर्कसँग एन्फा डरायो। उनीहरूलाई गेटभित्र एन्फाको आँगनमा समेत पुगेर धरना दिन दिइएन। गेटमै ताला लगाएर बाहिर राखियो। खेलाडीले अनुशासन कायम राखे। गेटबाटै त्यो दिनको आन्दोलन समापन गरेर चेतावनी पनि दिए। हामी खेलाडीहरूलाई अखिल नेपाल फुटबल सङ्घले आफ्नो प्राङ्गणमा जुन प्राङ्गण हामीले मेहनत गरेर हामीले रगत पसिना हाड खियाएर बनाएको जुन प्राङ्गण छ त्यो प्राङ्गणमा पनि भित्र छिर्नको निम्ति रोक लगाइयो। उहाँहरूलाई हार्दिक बधाई भन्न चाहन्छु। तपाईँहरू सफल हुनुभयो हामीलाई यो प्राङ्गणमा रोक्न। तर तपाईँ सधैँ सफल हुनु नहोला, किनभने हामी खेलाडी भइसकेपछि जुन किसिमले हामीले उद्देश्य लिएर एउटा सभ्य तरिकाले एउटा विनम्रतापूर्वक हाम्रो चाहिँ आक्रोशलाई चाहिँ कन्ट्रोल गरेर हामी प्रदर्शन गर्छौँ भन्ने उद्देश्य थियो। त्यो कुरामा पनि तपाईँहरूले आज बाधा गर्नुभएको छ। मैदानमा छिर्न त दिनु भएन हामीलाई, तर मैदान बाहिर आफ्नै प्राङ्गणमा छिर्न पनि नपाउने अवस्था बनाइदिनु भयो। तपाईँहरूलाई फेरि पनि हार्दिक बधाई हामी सम्पूर्ण खेलाडीको तर्फबाट। एक हातमा उनीहरूले प्लेकार्ड समातेका थिए, अर्को हातमा थियो जितको प्रतीक मेडल र प्रमाणपत्र जसले एकपटक उनीहरूको पहिचान बनाएको थियो। सो पहिचान भावुकताका साथ गेटमै बुझाएर उनीहरू गेटैबाट फर्किए। यो केवल खेलाडीहरूको असन्तुष्टि होइन, यो व्यवस्थापक र फुटबल नेतृत्व बीचको विश्वास सङ्कट हो। नेपालमा फुटबल वर्षेनी गुनासो र विवादमा अड्किरहँदा खेलाडीहरूको भविष्य अनिश्चित बन्दै गएको छ। खेलाडीहरूले
पलायनको बाटो रोजिरहेका छन्। फुटबल त मैदानमा खेलिन्छ, तर आज नेपाली खेलाडीहरूले देखाए कहिलेकाहीँ खेल सङ्घर्षका मैदानमा पनि खेल्न सकिन्छ। त्यो मैदानमा गोल होइन, आवाज थियो, अवहेलना विरुद्ध, व्यवस्था विरुद्ध र अन्याय विरुद्ध। हाफ एन आवर भनौँ न, हाफ लाइफ त हाम्रो यत्तिकै यो कहिले गेम हुन्छ भनेर नै सकिन लागिसक्यो। सो लेट्स फाइट फर इच अदर। हामीले हाम्रो लागि लड्नु पर्यो र अरू बेला चाहिँ हामीले ए डिभिजन हुनुपर्छ, राष्ट्रिय लिग हुनुपर्छ, राष्ट्रिय टिमको यस्तो फेसिलिटी यस्तो कुरा थियो। तर हाम्रो आज मेन टार्गेट भनेकै ए हुनुपर्छ, किनभने अहिले राष्ट्रिय लिग भयो भने ए डिभिजन 1 वर्षपछि सर्छ। सो त्यसपछि 14 महिना सर्छ। सो त्यसपछि बी डिभिजन हुने भने ए डिभिजन सकेपछि भनेपछि त बी डिभिजन त 1 वर्ष 1.5 वर्ष 2 वर्ष पछि, त्यसपछि सी त झन् बी सकेपछि हुन्छ भनेपछि त हाम्रो बीसीले चाहिँ कहिले खेल्ने? बी डिभिजन र सी डिभिजन पनि केटाहरू हाम्रो खेलाडीहरू हो। हामीले हाम्रो लागि मात्र आवाज उठाउने होइन, हामीले हाम्रो सबैको लागि आवाज उठाउनु पर्छ र हामीले खेलाडी सङ्घमा एउटा आवाज हामीले बोल्ने एउटा माध्यम पाएको छौँ, सबैको भोइस भन्न पाएको छौँ। सो त्यही भएर पनि हामीले यो आज जुन गरेको छौँ र केटाहरूले जो साथ दिएको छ त्यसको लागि हामी एकदम थ्याङ्कफुल छौँ र हामी यसको लागि अझै लड्नेछौँ, किनभने यो कन्टिन्यू हुन्छ। हामीलाई सिकाइसक्नु भएको छ कि हाम्रो लागि लड्ने हामीले हो, देशको लागि हामी लडेछौँ, हामीले जितेछौँ, हारेछौँ, के छ आफ्नो ठाउँमा, तर हामीले देशको लागि लडेछौँ। अझै पनि हामीले हाम्रो लागि लड्नुपर्ने रहेछ भन्ने हामीले आज बुझेछौँ। सो लेट्स फाइट फर इच अदर, लेट्स फाइट फर नेपाली फुटबल। हामीले हाम्रो लागि लडौँ केटा हो। थ्याङ्क यू। के भन्छ अब एन्फा? कहिले हुन्छ अब ए डिभिजन लिग र कहिले खेल्न पाउँछन् नेपाली खेलाडीले लगातार फुटबलका खेलहरू? लामो समय झन् हामीले 3.5 वर्षदेखि चाहिँ घरेलु फुटबलमा कप्तारको ए डिभिजन लिग सुरु गर्न सकेको छैन र सँगै एउटा पिरामिड पुरा गर्न पनि उहाँले 3 वर्षको समयावधिमा के पुरा गर्न सक्नु भएको छैन भन्ने उद्देश्यले हामीले अब नेपालमा हाम्रो खेलाडीहरूले जुन किसिमको रोजीरोटी, जुन किसिमको व्यावसायिकता अथवा फुटबलमा रमाउने जुन किसिमका आधारहरू छन्, ती आधारहरूमा पनि वञ्चित भएसर वातावरण सिर्जना गर्नुभएको थियो र अहिले पनि यो अवस्था रहेको छ। यी कुरालाई मनन गर्दै हामी खेलाडीहरूले शान्तिपूर्ण धर्ना दिनको निम्ति यहाँ आएका थियौँ। तर तपाईँहरूले सबैले बुझ्नु भयो हामी खेलाडीहरूको भ्यालु के रहेछ त। हामी खेलाडीहरूलाई अखिल नेपाल फुटबल सङ्घले आफ्नो प्राङ्गणमा, जुन प्राङ्गण हामीले मेहनत गरेर हामीले रगत पसिना हार्ड खियाएर बनाएको जुन प्राङ्गण छ, त्यो प्राङ्गणमा पनि भित्र छिर्नको निम्ति रोक लगाइयो। उहाँहरूलाई हार्दिक बधाई भन्न चाहन्छु। खेलाडीहरूले खेल्न पाइरहेको छैन। यो व्यक्तिमा हाम्रो पुस्ता, अधिकांश पुस्ता हाम्रो खेलाडीहरूले चाहिँ भोगेका छ। विगतमा लामो समयमा 20, 21, 22 वर्ष फुटबल खेल्ने खेलाडी हाम्रो अग्रज दाइहरू हुनुहुन्छ, यहाँनिर पूर्व कप्तानज्यूहरू हुनुहुन्छ, सम्पूर्ण उहाँहरूले पनि यो व्यक्ति देख्नु भएको थियो होला। हिजोको दिनमा सङ्गठित रूपमा कतिको आवाज आयो, कतिको आवाज आएन, तर आजका खेलाडीहरू बोल्न सक्ने भएका छन्, बोल्छौँ र हाम्रो अधिकारको कुरा हामी माग्छौँ भन्ने जुन उद्देश्यसहित हामी यहाँ उपस्थित भएका थियौँ। त्यो उपस्थितिमा पनि उहाँहरूले बाधा अडचन दिने काम चाहिँ गर्नुभएको छ। यो निकै नै निन्दनीय काम उहाँहरूबाट भएको छ र अखिल नेपाल फुटबल सङ्घले हामी आज यी प्राङ्गणबाट चेतावनी दिन चाहन्छु। अबको 1 हप्ताभित्र अखिल नेपाल फुटबल सङ्घले शहीद स्मारक ए डिभिजन लिग निरन्तर रूपमा सञ्चालन गर्ने खाका तयार पार्दैन भने योभन्दा सशक्त रूपमा हाम्रो उपस्थिति हुन्छ र हाम्रो कुटुम्बताको, हाम्रो धैर्यताको जुन बाँधलाई उहाँले तोड्ने कोसिस गर्नुभएको छ, यसपछि आउने जुन किसिमको अवस्थाहरू हुन्छ यी सम्पूर्ण अवस्थाको जिम्मेवार अखिल नेपाल फुटबल सङ्घ हुनेछ र हाम्रो लागि यो प्राङ्गणभित्र छिर्नु ठुलो कुरा अहिले पक्कै पनि होइन। जुन उपस्थिति हाम्रो छ त्यो उपस्थितिमा पनि हामी भन्न सक्छौँ यो हाम्रो लागि ठुलो कुरा रहेन, तर हामी अनुशासित हुन चाहन्छौँ।